छ्या 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 छ्या। जनताले मलाई भोट हालेन। एकदमै यी सबै चोर डाका हुन्, विदेशी दलाल हुन्, त मान्छे नै होइन नि। छ्या 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 छ्या। मेरो बेहाल बनायो। छ्या 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 छ्या। यस्तालाई के भन्नु। प्रधानमन्त्री म चाहिँ भोट हाल्न भन्दा चुनाव भन्दा पहिल्यै जित्छु भनेर खोक्दै हिँडेको त जनताले मलाई गरेर थुकिदिए कि घरिघरि त शङ्का पनि लाग्छ कि माटो भित्र खाल्टो खनेर गाडेका छन् कि कुटो लगाएर खोदालेर पछि गनी हो कि भन्ने दिमागमा मेरो आइरहेको छ। अब चाहिँ म बाठो अरूले चाहिँ तपाईँ भन्दा म पहिले मकै भनेर दुनियाँलाई चाहिँ त्यसरी भन्नु पनि राम्रो रहेछ। छि 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 छि। भोटै नहाल्ने जनता त तिमीहरू जनतै छैनौ। तिमीहरू जनतै छैनौ। अब चाहिँ मेरो चाहिँ त्यत्रो चाहिँ घरभित्र राखेर चुनाव लडे सबै चिरै भइसक्यो। अब पनि म फर्केर त्यही 5 वर्ष टेम्पो किन्न जान पर्यो, टेम्पै चलाउनु पर्यो, होइन भने कानमा कुटो बोकेर पानीको मुहानतिर जानु पर्यो।